हामी त्यहाँबाट अगाडि अगाडि बढ्दै जाँदाखेरि हामीले फेरि देख्यौँ यहाँनिर थालबटुकाको कस्तो खालको थालबटुका चाहियो भन्नुहोस् त्यस्तो खालको थालबटुका छ यहाँनिर। अनि हेर्न सक्नुहुन्छ जातिहरू कस्तो छ चलन पछाडि देख्नुभयो होला होइन साथीहरू म त बोल्दैन यार तपाईँहरू आफै कमेन्ट गर्नुहोस् के भन्न चाहनुहुन्छ। हेलो साथीहरू हजुरहरू सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। त साथीहरू आज पनि म धेरै दिन पछाडि मेरो ब्लग लिएर हजुरहरू सामु उपस्थित भइसकेको छु र आज छौँ हामी दुईजना मामा भान्जा होइन मामा हाम्रो मामा तपाईँ केही भन्न चाहनुहुन्छ? अहिले केही भन्नुहुन्न मामा अहिले भरे भरे भन्नुहुन्छ। र साथीहरू हामी बनारसमा छौँ तपाईँहरूलाई थाहा छँदैछ। आज यहाँ आउनुभयो त्यो माननीय सम्माननीय योगीजी हेर्नुहोस् यो रोडमा यहाँबाट सारा त्यसको त मैले भिडियो बनाइनँ नभए त म तपाईँहरूलाई देखाउँथेँ यार। र साथीहरू मैले सोचेँ कि आज धेरै दिन पछाडि मेरा साथीहरूलाई एउटा नयाँ इन्टरटेनमेन्टवाला भिडियो ल्याएर देखाउँ भन्ने मेरो दिमागमा आयो। किनकि मैले धेरै दिनदेखि मैले भिडियो ल्याएको थिइनँ र आज म तपाईँहरू सामु बवाल भिडियो लिएर आएको छु। हामी आज जाँदैछौँ के खाना अरे मामा? चाउमिन होला मामा चाउमिन खाने भनिदिनु त। त्यही भएर हामी चाउमिन खान गएका तर पैसा छैन। पैसा देखाइदिनु त। पैसा छ ओ पैसा हेर्नुहोस् साथीहरू यो पैसा यस्तो दामी पैसा छ। हामी यो आन्टीले कस्तो मजाले हेर्नुभयो यार। मेरो आन्टीले हेर्नुभयो तपाईँहरू लाइक गर्नु है त साथीहरू ल। यस्तै प्रकारमा हामीहरू अगाडि बढ्दै थियौँ साथीहरू बढ्दै हाम्रो मिस्टर भवेश शर्माजी उपस्थित भइसक्नु भएको छ। ल उहाँको केही वाक्य छन् भने हामी सुनिहालौँ। योगीजी कहाँ आउनुभयो त भन्दाखेरि साथीहरू योगीजी यहाँ आउनुभयो त हेर्नुहोस् है। आज योगीजी यहाँ आउनु भएको थियो यहाँ भित्र होइन। योगी बाबाजी जय होस् बताउनु न हेर्नुहोस् यहाँनिर यो स्टेडियम हो। यहाँभित्र आज भलिबल प्रतियोगिता या केहीको थियो उद्घाटन। त्यसको उद्घाटन गर्न योगीजी आउनु भएको थियो। हेर्नुहोस् न रोड क्या दामी बनाएको छ यार। अलि भर्खर बनाएको हो यो। हाम्रा साथीहरू हेर्दै हुनुहुन्छ यतापट्टि हो जीर्णोद्वार हो नो नो नो। हेर्नुहोस् यहाँनिर पिक्चरहरू कस्तो दामी दामी बनाएको छ। तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो दामी दामी पिक्चर तपाईँहरू निहाल्न सक्नुहुन्छ साथीहरू। तपाईँहरूलाई कस्तो लाग्यो त यो पिक्चर? अरे यार कत्रो बडो ट्याङ्की हो यार यत्रो बडो ट्याङ्की। एक्लै पानी तपाईँले एक्लै पानी खान थाल्नु भने यत्रो ट्याङ्कीको पानी कति दिनमा खाइसक्नुहुन्छ साथीहरू भन्नुहोस्। साथीहरू हामी चाउमिन खान भनेर रन्केर आएका यहाँनिर चाउमिन खान नपाएर अनुहार ए कस्तो लाग्दैछ? धेरै खुसी लागिरहेछ आजको यो मतलब धेरै राम्रो दिन। चाउमिन खान नपाएर चाहिँ कस्तो लागिरहेछ? अलिक धेरै दुःख लागिरहेछ। यहाँ बिहानसम्म रेलिङ लागिरहेको हो अहिले रेलिङको टायरमा गाडीमा हाल्दैछन्। धेरै जलुवा कसको जलुवा हो यो भन्छ त? यो भनेको चाहिँ धेरै खुसीको हो कि यो के हो? हुन्छ भन्ने कुरा भलिबलको यार चाउमिन खान पाइएन साथी। आज हामीले दुःख लागेको छ मनमा चित्तबाट पितो यार। प्यारा साथीहरू हामी जहिले तपाईँहरूलाई देखाउने गर्छौँ अरू भिडियोमा यो उद्यान होइन। तर अब आज हामी तपाईँहरूलाई देखाउँछौँ के भन्दाखेरि यो नगर रिपोर्टर जी उहाँभन्दा खतरा ब्लगर हुन मन छ यार मलाई यार। फेमस पारिदिनु यार। म उहाँको भन्दा खतरा हुन चाहन्छु यार म। दोस्तो आज का ये दिन त्यस्तो भन्दा यो मलाई नि मजा लाग्छ यार। यहाँभित्र जान्छौँ आज हामी। यो म बाहिरबाट देखाउँछु तपाईँहरूलाई। आज म भित्रबाट देखाउँछु साथीहरू कस्तो छ यहाँभित्र हेर्नुहोस्। मेला बजार सबैभन्दा सुरुमा यो के हो? यो के को लुगा भन्छ? सर्टहरूको यो हेर्न सक्नुहुन्छ साथीहरू के को लुगा। हस्तशिल्प छैन नि। कोट कुन चाहियो तपाईँहरूलाई भन्नुहोस् साथीहरू? जुन कोट भन्नुहुन्छ म त्यही कोट किनिदिन्छु तपाईँहरूलाई। कुन कोट लाउँछस् भन्नु मलाई म त्यही कोट। यो चप्पल लाउँछस्? यो चप्पल लाउँछस् चप्पल किन्नु भइहाल्ने यहाँ बेच्दै रहेछ होइन। यो पनि कस्तो लाग्यो तपाईँहरूलाई भन्नुहोस् साथीहरू? हिन्दीमा गर्दिनँ म। किन हिन्दीमा गर्नु? नेपालीमै गर्छु म। बुझिस् केटा? यहाँ हेर्नुहोस् यताउँदै कस्तो दामी छ होइन टक्कसँगले। हेर्नुहोस् यो भवन म तपाईँहरूलाई जहिले बाहिरबाट देखाउँदै साथीहरू। आज मैले तपाईँलाई भित्रैबाट देखाइराखेको छु होइन। अरू बेला त पस्नै दिँदैन के गर्नु त पस्नै दिँदैन अहिले त औकातै छैन नि त। त्यही भएर अहिले हेर्नु साथीहरू यहाँनिर कस्तो छ दामी छ। यहाँनिर को आएको थियो अरे भन्दै त अस्ति तेल बेच्ने त्यसको नाम के हो? उहाँ सर आउनु भएको थियो यहाँनिर हेर्न सक्नुहुन्छ। यसलाई कति अरे यसलाई 1800 रुपियाँ होइन। हामीले सोधेको हिजो अस्ति यहाँबाट तेल लिएर गएको थियो यो अङ्कलले दिनुभएको होइन साथीहरू। लास्टमा यो अङ्कलकै टाउकोमा कपाल छैन कपाल फुल्ने तेल दिए कपाल पलाउने तेल दिने अरे। अनि यस्ता छन् तेल खरिद्ने मान्छे चाहिँ
के भन्नु र साथीहरू, बरु उसकै यो कपाल उसकै बरु लामो छ, तँलाई झर्छ। अनि यहाँनिर तपाईँहरूलाई के चाहियो, ओखर सोखर चाहियो भने यहाँ लिन आउनु सक्नुहुने रहेछ। गलैँचा कस्तो खालको गलैँचा लाउने, कोट कस्तो खालको कोट लाउने, गलैँचा कस्तो खालको लाउने, गलैँचा कस्तो खालको लाने, गलैँचा के भन्छ यसलाई के भन्छ मामा? गलैँचै भन्छ होइन? गलैँचा कस्तो लाउने भन्नुहोस्? कुर्ता सुरुवाल लाउन मन छ भने भन्नुहोस्। कस्तो के गर्ने क्या, के चाहियो तपाईँहरूलाई, के चाहियो तँलाई? सुन ल, तँलाई के चाहियो? मोती ल भन्छ नि त्यो एउटामा, त्यस्तै ल भाइ ल, तँलाई के चाहियो? सब चिज फ्रीमा। दाई छ नि त त्यो, दाई भएपछि सब फ्री। हामी त्यहाँबाट अगाडि बढ्दै जाँदाखेरि हामीले फेरि देख्यौँ यहाँनिर थालबटुकाको, कस्तो खालको थालबटुका चाहियो भन्नुहोस्, त्यस्तो खालको थालबटुका छ यहाँनिर। अनि फेरि यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँहरूले, यो के हो यार, हाम्रो होइन यो स्त्री महिलाहरूको लागि हो, हाम्रो लागि हो त केटा होइन? यो एउटा बाहिर निस्किने दिउँसो यत्रो लाइट किन बालेको भन्दा केटा, यहाँ राम्रो लागि पुरै लाइट है, दिउँसो लाइट बाल्दा के फाइदा? कोही फाइदै छैन। यो बुझे कुर गर्छ, किन कुर गरेको भन्ने कुरा मलाई थाहा छैन। यहाँ हेर्न सक्नुहुन्छ खेलाउनाहरू कस्तो दामी छ यार, बेबी कहाँ बोले यार। त्योहरू फेरि हामी त्यहाँबाट टक्क अगाडि बढ्दै थियौँ, बढ्दै मैले यहाँ एउटा घर देखेँ। मामा तपाईँको ड्रिम घर हो कि क्या? त्यो होइन, यो चाहिँ हो नि त होइन? कहाँ गुम्बामा यस्तै लाग्छ केटा, गुम्बामा यस्तै टेन्ट हुन्छ, टेन्ट चालू भइसक्यो त गाइस। तपाईँहरू आउन सक्नुहुन्छ। यो कुम्भ मेला हो हैन? खोइ देशिकोस् माघ मेला हो, कुम्भ नै हो। यहाँनिर टक्क प्रयागराजमा माघ मेला लाग्न थालिसक्यो। रुद्राक्ष रिसोर्ट होइन यसको नाम? के अरे? रुद्राक्ष रिसोर्ट। चालिरहेको भित्र हेर्न सक्नुहुन्छ चाइनिज, 1 2 3 4 जापानिज, जापानले बनाएको होइन केटा हो यो, जापान र इन्डिया मिलेर, जापान र इन्डिया मिलेर बनाएको। यो चाहिँ एकदम यहाँ पनि हेर्नु ठुलो ट्याङ्की छ यार। के भन्नुहुन्छ तपाईँहरू यार? रातभरि चोब्ने प्लान गरेको छौँ हामीले। के गर्ने? रातभरि भविष्यलाई चोबिदिने। यो पानीभित्र ल्याएर चोब्ने हो, चुचु कति बेरसम्म पानी बस्न सक्नुहुन्छ मालिक साहब भन्नुहोस्। अनि यहाँनिर हेर्न सक्नुहुन्छ यहाँको दृश्य कस्तो दामी छ, दामी छ नि मामा? रुखमा बत्ती या ओ, अनि यहाँनिर दिउँसै बत्ती बालिरहेका छन्। थाहा छैन साथीहरू किन दिउँसो बत्ती चाहिँ किन चाहियो? दिउँसो बत्ती उमाथि रुखले चङ्गा उडाउँदैछ, रुखले चङ्गा उडाउँछ के त्यहाँनिर। अनि यहाँनिर टोपी सोपी छ साथीहरू, यस्तो केटाकेटीको टोपी। मेरो त छैन, मेरो त टाउकामै छ टोपी यार, बाँकी टोपी छैन। यहाँ हेर्न सक्नुहुन्छ उताबाट बवाल मल देखाउँछु तपाईँहरूलाई, यस्तो दामी छ नि। यो चाहिँ उत्तराखण्डीवाला हो। यहाँ ब्ल्याङ्केट हेर्न सक्नुहुन्छ, बवालवाला ब्ल्याङ्केट छ। सिलगढीको मेलाको बजारको दृश्य तपाईँहरूलाई कस्तो लाग्यो भन्नु त साथीहरू? कस्तो छ यहाँ हेर्नुहोस्, यहाँबाट यस्तो दामी दृश्य छ नि साथीहरू। यो दृश्य हेर्दैपछि तपाईँहरू छक्क पर्नुहुन्छ यार। यो जापानले खतरा बनाएको जापानिज रिसोर्ट, जापान र इन्डिया मिलेर बनाएको रिसोर्ट कस्तो लाग्यो तपाईँहरूलाई? यहाँ किताबहरू पाइँदो रहेछ। यहाँ हेर्नुहोस् के को चित्र हो यो, हातमा रुद्राक्ष के हो यहाँबाट हेर्नुहोस् कस्तो छ यो दृश्य, कस्तो दामी दृश्य छ, बवालवाला देख्न योग्य। हेर्नुहोस् तपाईँहरू हेर्न सक्नुहुन्छ प्यारा साथीहरू। यहाँनिर हामीले एक दुईवटा फोटो खिचेर फेरि हामीले एउटा खतरनाक चिज देखिसकेका छौँ साथीहरू, हजुरहरूलाई देखाउन चाहँदैछु। हेर्नुहोस् होला साथीहरू, एकदम यतापट्टि होइन देखाउन मिल्दैन साथीहरू। अहिले देखेँ भने नि म टुक्रै मलाई यहाँबाट खेदाउँछ भनेको माइ। ओम नमः शिवाय साथीहरू। त्यही भएर म देखाउँदिनँ तपाईँहरूलाई होइन। नहेर्नुहोस् यार, तपाईँहरू नहेर्नुहोस्, हेर्न मन छ नि यहाँ हेर्नुहोस्। मैले अगाडि भिडियोमा हालेको छु, यस्तो दामी छ नि। चायवाला भैया ने चाय दिएर आयो यार, चाय पिलाओ न भैया, पर देखो पैसा दे यार, मैं खरीदूंगा। 2 मिनटको भिडियो बनाइरहेको थिएँ, त्यो 2 मिनटको भिडियोमा मेरो यो माइकले कामै दिएन छ, मेरो आवाजै सुनिएन छ। सिट मजावाला भिडियो तपाईँहरू सामु उपस्थित भएन नि यार साथीहरू, के भन्नुहोस्। सिट अर्कोचोटि ल्याउँछु हेर्नुहोस्। अब फेरि अर्को नयाँ कन्टेन्ट मैले देखिसकेको छु उतापट्टि साथीहरू, चल्दैछ के भन्नु र म यार, देखाउन मिल्दैन क्या साथीहरू, साँच्चै भनेको। मलाई फेरि यहाँबाट खेदाउँछन् नि त, उहाँदेखि म तपाईँहरूलाई देखाइदिन्छु क्या कस्तो छ भन्ने कुरा है। हेर्न सक्नुहुन्छ साथीहरू कस्तो छ चलन, पछाडि देख्नुभयो होला होइन साथीहरू। म त बोल्दै रे यार, तपाईँहरू आफै कमेन्ट गर्नुहोस् के भन्न चाहनुहुन्छ। अगाडि जाँदै हामीहरूले फेरि यहाँनिर आन्टीहरू एक्सर्साइज गर्दै हुन्छ, तपाईँहरू देख्न सक्नुहुन्छ। हजुरआमाहरू आएर रजनीकान्त सर
अगाडि हेर्नुहोस् रजनीकान्त सरलाई हेर्नुहोस् साथीहरू यहाँ हेर्नुहोस् पछाडि सेम हुनुहुन्छ सेम देखाउन मिल्दैन कि अलिकति नभएदेखि के भन्नु यार सेम रजनीकान्त सर सेम सुटिङ गर्न आउनु फेरि यहाँनिर चल्दैछ अहिले वेट नाप्ने कार्यक्रम तपाईँहरू देख्न सक्नुहुन्छ साथीहरू के हो यार वेट नाप्ने कार्यक्रम त होला नि अरू त पक्कै नहोला अनि यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँ कस्तो ब्याडमिन्टन चल्दैछ म यस्तो खेलिदिन्छु नि ब्याडमिन्टन बच्चा केटाकेटी जस्तो खेल्दा रहेछन् कोचहरू अब म बबाल देखाइदिन्छ तपाईँहरूलाई यार के भन्नु सिट प्यारा प्यारा साथीहरू आजको भ्लग भिडियो म यहीँ समाप्त गर्न चाहन्छु तपाईँहरूलाई मेरो भिडियो राम्रो लाग्यो होला राम्रो नलागे पनि राम्रो मानिदिनुहोस् र भिडियोलाई च्यानललाई सब्सक्राइब गरिदिनुहोस् भिडियोलाई लाइक गरिदिनुहोस् धन्यवाद राम राम